गाइज है खतरा बवाल छ क्या या त ठाउँ त फेरि यो चाहिँ नराम्रो बानी हो कि सबभन्दा नराम्रो बानी चाहिँ यो बानी चाहिँ सबभन्दा नराम्रो के म चाहिँ टिप्दिम के हो यो तर होस् त्यहाँ म लोटे यसरी लडे म यसरी लडे अब लडेपछि त के गर्ने हैन अब लडेपछि त के गर्ने हैन गाइस टप फाइनली कहाँ रह्यो फाइटो हैन सबै लाएर यहाँनेर चिया खाँदैछ अनि टक्क चिया खाएर चाहिँ उकालो लाग्नुपर्छ कति बज्यो अहिले 10 बज्न लाग्यो अब कति बजे पुग्छ हामी 10 त बज्दैन होला बज्न लाग्यो नि धेरै लेट भइसक्यो त हामी उठेको त 10 बज्न लाग्यो ल त गाइस अब टक्क 12 बजेतिर पुग्छौँ होला and he is my friend हेलो गर न अब फेरि के त के खाने र त्यहाँतिर केही खाजा खाने त्यसपछि अब बिस्तारै उकालो लाग्नुपर्छ खास त बिहान नै खास त बिहान नै होला कति वर्ष हुनु तपाईँ त्यस्तै भयो सुत्दै छ मजाले 8-9 बजेतिर बाहिर म सँगैको हो गाइस ल गाइस फाइनली टक्क लाएर हामी मुडा आइपुग्न लाग्यौँ हैन अनि सर्भर लाएर केटाहरू यता छन् टक्क डुब्दा के त छ नि छैन अनि यहाँबाट तपाईँहरूलाई म यस्तो बवाल देखाउँछु नि के हो भन्दाखेरि हेर्नु है त ल गाइस हेर्नु गाइस हिमाल यहाँबाट यस्तो बवाल भ्यू देख्छ यो हिमाल यो हाम्रो गौरीशङ्कर हिमाल दोलखा जिल्लाको होइन गौरीशङ्कर हिमाल ल त गाइस बवाल देखिरहेछ है ल सर्भर लाएर दामी पाराले यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ होइन टक्क लाएर मैले चाहिँ मेरो गाई चाहिँ यतातिर छ ल मस्त रमाइलो भइरहेको नि होइन ए बवाल आजको एक्सपिरियन्स चाहिँ म जिन्दगीभरि बिर्सिँदा गाइस मलाई धेरै मजा आयो गाइस त्यो मैले भने नि अरूले मलाई पिट्छन् ल त टक्क लाएर अब हामी खाना खानलाई के अरे सैलुङ इन होटल है त सैलुङ इन होटल काला पानी राम्रो छ खाना खानु बस्न उर्न राम्रो रहेछ पानीको व्यवस्था टक्क लाएर चाहिँ यसरी आनन्दले घाममा बसेर खान पाइन्छ अनि बवाल रमाइलो छ त जब हामी टक्क 12 बजीसक्यो खानासाना खाएर चाहिँ मासतिर जान्छौँ होइन जहाँसम्म बाइक पुग्छ त्यहाँसम्म जाने हो त्यस पछाडि लेफ्ट राइट होइन त त्यही है त गाइस ल सही है ल बवाल भिडियो हाल्नुहुन्छ तपाईँले देखाइदिएको छैन देखाउनु पर्दैन ल त गाइस टक्क लाएर हाम्रो दाइहरूको बवाल भाषण सुन्नुभयो होला होइन कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हात्ती घोडा म के अरे कालिम्पोङबाट उडेर आएको डाँफे कि चाहिँ यहाँ सैलुङमा आएर बसेको भन्छ नि त्यतातिर छाडै उकालो लागिरहेको हजुर दम लाग्न सक्ने सम्भावना दमको रोगीहरू चाहिँ बाटो गाडी पर्छ होइन रमाइलो छ गाइस सबैजना आउनु होला दोलखा काठमाडौँदेखि एकदम नजिक छ काठमाडौँको रुममा बसेर इन्स्टाग्रामको अल्गोरिदम रिल्समा टाइम वेस्ट गर्नुभन्दा एकचोटि सर घुम्नु नेचरमा एकदम रमाइलो हुन्छ क्या फिल गर्नु यहाँको वातावरण एकदम शान्त रमणीय वातावरण छ काठमाडौँको त्यो धुवा धुलो जाम त्यो तनाव ध्वनि प्रदूषण धुलो प्रदूषण के भन्छ नि त्योबाट अलग केही आएर चट्ट सैलुङ घुम्ने वातावरण सिर्जना गर्नु 2 दिनको बिदा ल्याएर आउनुभयो भने झन् रमाइलो हुन्छ आउने एक दिन सैलुङ बस्ने बिहान नै चट्ट बिहान हिँडेर माथि आउने अनि त्यसपछि आउने हो गाइज त्यही हो अब हामीले एकछिन बन्द गर्छौँ माथितिर सिन देखेको ठाउँमा फेरि स्टार्ट गर्छौँ ल त गाइज टक्क लाएर हामी उकालो हिँड्दैछौँ अब यो उकालोमा सासले बोल्न सकिँदैन फाइनली टक्क लाएर माथि डाँडामा गएर चाहिँ
बवाल पाराले भिडियो खिच्छौँ होइन। अनि देख्न सक्नुहुन्छ सोलुङ त्यत्तिकै फेमस भएको पछाडि हेर्नु न, यता हेर्नु यता हेर्नु बवाल छ क्या ल। हजुर दाइ ए TGR SMK TGR SMK लाई सब्स्क्राइब गर्नु। सब्स्क्राइब गर्नु गाइज। यो यिनी भिडियो आउँछन् आज सोलुङ आएको होइन के ला अलिअलि हो र भने लास्टै छ कि यस्तो छ अनि खै चिप्लिहाल्छ नि। पुग्यो होला आन्टीहरू त्यहाँ हुनुहुन्छ ती आन्टीहरू मैले भनेको डाइलग हाँसिदिइरहेको पुरै बल्ल लाज लाग्यो। माइक त यहीँ छ नि खस्ला फेरि यो खस्यो भने फेरि सुरजले मलाई 1 महिनाको तलब माग्छन् फेरि। आई नो अल्सो द्याट कन हो इकन हो। यहाँ फेरि कसले फुलको माला लगाएर आएको रहेछ त्यहीँ छोडेर गइरहेछ। हेर न कता गयो गाइज है खतरा बवाल छ क्या यहाँ त ठाउँ त। फेरि यो चाहिँ नराम्रो बानी हो कि सबभन्दा नराम्रो बानी चाहिँ यो बानी चाहिँ सबभन्दा नराम्रो के म चाहिँ टिप्दिम कि हो यो तर होस् होस् तर नराम्रो बानी त हो तर मैले पनि टिपेर कहाँ लगेर फाल्ने के मैले पनि फाल्नु पर्यो होइन र। पृथ्वीको नाइटोमाथि चाहिँ म टक्क लगाएर बसिरहेको छु अहिले चाहिँ। यहाँनिर हाम्रो पृथ्वीको नाइटो भनेको के हो यो बिच सेन्टर होला पृथ्वीको होइन। पृथ्वीको सेन्टर भएको मान्छेसँग को आछ यार गाइज देखिँदैन उल्टो देखिँदो रहेछ यार अक्षर त मेरो नि खिच्दिउ हुन्छ यार। गाइज फाइनली पृथ्वीको नाइटोमा आइपुग्यो अनि हाम्रो दोस्तहरू सर्व फोटोग्राफी हुँदैछ यतातिरमा। अनि देख्न सक्नुहुन्छ हाम्रो फाइनल भनेको त्यो माथिको डाँडा हो त्यहाँ जाने हामी। त्यस पछाडि यता अनि त्यस पछाडि उता यो सबै डाँडा चाल्ने हो गाइज ल। ल गाइज टक्क हामी फाइनली मन्दिरमा छौँ। जुत्ता खोलेर हामी भित्र गएर चाहिँ पूजा गर्नेछौँ होइन। गाइज हामी खोल्नु पर्यो दाइले त जुत्ता लाउनु भएको ल भगवान के मन्दिर हो यो खै के भन्छ नाम पनि थाहा छैन बिजोग छ त फेरि रमाइलो टिका त लगाइ गएर कस्तो भयो सब ओइ कहाँबाट मुखबाट धुवाएर यहाँभित्र त मुखबाट धुवाएर त यार चिसो लास्टै भयो क्या मलाई। जाडो भयो यार गाइज भन न फेरि भन एकचोटि ल। उयो माथि लगायत टक्क हामी फाइनली यो महादेव गुफा त सरर लगाएर महादेव गुफामा आइसकेको छौँ। अनि यहाँ टन्नै मान्छेहरू आउनु भएको छ होइन। अनि मेन कुरा भनेको यता कता हो के अरे गाईको थिएन के भन्छन् हो यहाँनिर भनेको हो होइन। टक्क लगाएर यहाँबाट पनि सकिन्छ दामी पाराले तर अँधेरो रहेछ नि त यार अँधेरो रहेछ है। उज्यालो भयो भए बबाल देखिन्थ्यो होइन। अनि बबाल छ नि यस्तो छ क्या कोही भनेर लडीमा। अनि यहाँनिर हामीले पैसा चाहिँ फालेर यहाँ माथि अड्काउन सक्यो भने चाहिँ यहाँ के भन्छ अब मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेछ होइन। सो यता गाइज ल यहाँनिर चाहिँ पूजा गर्नेको भिड छ लाइन। हाम्रो दोस्त लाइनमा बसिरहेको छ त्यहाँभित्र छिरिसक्यो
भित्र चिप्सहरूको पालो आइसक्यो लैजाइछ सबैलाई अनि यता हुनुहुन्छ हाम्रो महादेव चाहिँ यहाँनिर हुनुहुन्छ सर्ट पत्ता लगाएर होइन बवाल छ है त्यो गाइडलाई गाइज टक्क हामी माथि सैलुङबाट फाइनल्ली फर्किसक्यौँ है त अब हामी यो नेपालको मिनी के भन्छ मिनी ग्रेट वालमा आइपुग्यौँ होइन बवाल छ है त यहाँनिर चाहिँ ठाउँ ल टक्क हाम्रो दोस्तहरू यता हिँडिरहेछन् ल त खतरा रमाइलो छ ल धेरै रमाइलो भयो म एकदम धेरै एक्साइटेड भएर अहिले म थाकिसकेँ तर मलाई यस्तो रमाइलो सधैँ आउँछ क्या जहाँ गयो नि काठमाडौँबाट त्यो भक्तपुर बस्छु भक्तपुरबाट कोटेश्वर गयो नि म यस्तै हो क्या म चाहिँ अचम्मको मान्छे छु क्या रमाइलो गर्ने मान्छेलाई जता गयो नि रमाइलो हुन्छ के र कोटेश्वर गयो भने व्यापक जाम पर्छ ओहो यत्रो गाडी त मैले जीवनमा त्यही भनेर नि एक्साइटेड भइहाल्छु क्या मलाई केही कुरा ठुलो कुरै चाहिन्न क्या लिटिल थिङमा नि खतरा फेरि ओभर थिङ्किङ नि त्यस्तै गरिदिन्छु मजा आयो गाइज किन नगइकन नि ग्रेट वाल हेर्न पाइयो नेपालमा जन्मेर मलाई त्यही हो फाइदा नत्र यो 80,000 ऋण ल्याएर म जन्मिने चाहिँ थिएन गाइज यो ठाउँ त नेपालको स्वर्गभन्दा कम छैन ल गाइज बवाल है त ल हेर्नु ओइ रिङ्गाटा लाग्नु त हेर माथि घुम्नु त साँच्चै भने